नेसी होइन। हो कति राम्रो चरिएको हो गाँठीहरू। अब हिमाल चाहिँ अब अहिले देखेको छैन। सब हिमाल चाहिँ हाम्रो गौरीशङ्कर हिमाल हो यहाँको। यो गौरीशङ्कर हिमाल चाहिँ अहिले जस धुम्म भएको छ, बादल लागेको छ है। बादल धुम्म लागेको छ। अझ गौरीशङ्कर देखेको भएदेखि जस म कुनै दिन फेरि त्यो गौरीशङ्कर फोटो पनि बनाएर हाल्छु। हेर्नुहोस् नि, म विभिन्न ठाउँमा गएर तपाईँहरूलाई चाहिँ मैले जस ठाउँहरूको के छ, कस्तो विकास छ, के भएको छ, कतिको छ भन्ने हिसाब चाहिँ मैले सबै तपाईँहरूलाई हालिदिन्छु। यो चाहिँ अहिले मैले आदि दोलखा जिल्लाको यो गरिरहेको छु मैले। अनि हाम्रो चर्कियोटबाट चाहिँ काठमाडौँ चाहिँ खास 130 किलोमिटर र छ है। अब खास भने बाटो साटो राम्रो भयो भने त हामी बाइक साइकललाई त होइन, अब लगभग आनन्द साथ पनि तपाईँको 3-3.5 घन्टा काठमाडौँ हामी पुग्ने रहेछौँ। हेर्नुहोस् यो कति मजा छ, हेर्नुहोस् त हरियाली छ। यो तल्लोपट्टि पनि एउटा गाउँ भएको रहेछ है, गाउँ छ। उतापट्टि देख्ने चाहिँ नाम्दु जिरी हेर्नुहोस् यता पनि कति मजा रहेछ। तल्लोपट्टि बाटो अप्पर जाने रोड छ, त्यो बाटो पनि हिजो 7 देखि पिच भइसकेको रहेछ। बाटो चाहिँ दोलखा जिरी जाने बाटो चाहिँ सही मलाई लाग्यो होइन, राम्रो बनाएको रहेछ। र हल्का अब लामसङ्गोबाट चाहिँ हाम्रो त्यो खानीचौरबाट चाहिँ चर्कियोटसम्म चाहिँ अलिकति बिचमा त्यो पनि बाटो पिच हुने कुरा जस्तो छ। त्यो भएपछि आउने पर्यटकलाई यसो घुम्नुलाई जस सहज राम्रै हुनेछ। हेर्नुहोस् है। अझ मैले के महसुस गरेको छु, चर्कियोटलाई अझ विकास चाहिँ अझ हामीले अझ गर्नु, अझ जस यो रोड आएको हिसाबले चाहिँ अझ पनि कम हो होइन। जस हुन त अब बाटोहरूको सबै राम्रै विस्तृत भइसकेको छ है। अब कुनै ठाउँमा